नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई नेपाली सेयर मार्केट सम्बन्धी पलको नयाँ अपडेटहरू लिएर आउने क्रममा आज हामी पुनः उपस्थित भइसकेका छौँ। भने साथीहरू, आजको बसाइमा चाहिँ विशेष गरी हामी चाहिँ बुङ्गल हाइड्रो पावर लिमिटेड कम्पनीको बारेमा चाहिँ कुराहरू गर्नेछौँ। बुङ्गल हाइड्रो लिमिटेड कम्पनीको चाहिँ यसको सेकेन्डरी मार्केटमा यसको ओपनिङ रेन्ज कति हुनेछ र यो कम्पनीको चाहिँ हाम्रो यसको इपिएस कति रहेको छ, यसको नेटवर्क कति रहेको छ र यसले हामीलाई सेकेन्डरी मार्केटमा कतिसम्मको रिटर्न दिन सक्नेछ भनेर धेरै साथीहरूले चाहिँ प्रश्न गरिरहनु भएको छ। र बुङ्गल हाइड्रो लिमिटेड कम्पनीको बारेमा चाहिँ तपाईँ केही कुराहरू जानकारी लिन चाहनुहुन्छ भने चाहिँ कृपया तपाईँले यो भिडियोलाई चाहिँ पुरा हेर्न सक्नुहुनेछ। र बुङ्गल हाइड्रो लिमिटेड कम्पनीलाई चाहिँ हामीले लङ टर्म रूपमा होल्ड गर्ने कि सर्ट टर्म रूपमा सेल गर्ने आदि बारेमा विस्तृत रूपमा चर्चा परिचर्चाहरू गर्ने नै छौँ। कृपया भिडियो तपाईँले चाहिँ अन्तिम समयसम्म हेरेर साथ दिनुहोला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस्, जसले गर्दाखेरि तपाईँले केही महत्त्वपूर्ण जानकारीहरू चाहिँ लिन सक्नुहुनेछ। साथीहरू, अब सुरुमा कुरा गरौँ हाम्रो बुङ्गल हाइड्रो लिमिटेड कम्पनीको बारेमा। बुङ्गल हाइड्रो लिमिटेड कम्पनीको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ यस कम्पनीको कुल चुक्ता पुँजीको कुरा गर्नुपर्दाखेरि करिब 83 करोड रुपियाँ चाहिँ रहेको थियो र यसले करिब 35% बराबरको चाहिँ प्राथमिक सेयर निष्कासन गरेको थियो। करिब 35% बराबरको प्राथमिक सेयर निष्कासन गर्दाखेरि करिब 29 करोड 5 लाख रुपियाँ मूल्य बराबरको चाहिँ यस कम्पनीले प्राथमिक सेयर निष्कासन गरेको थियो र जसमध्ये यसले आयोजना प्रभावित स्थानीय बासिन्दाको निम्ति करिब 8,30,824 किता चाहिँ यस कम्पनीले निष्कासन गरेको थियो भने त्यसै गरी नेपालबाट श्रम स्वीकृति लिएर गएका फरेन इम्प्लोइको निम्ति चाहिँ करिब 2,07,500 किता चाहिँ यस कम्पनीले आइपिओ निष्कासन गरेको थियो र त्यसै गरी म्युचुअल फन्डको निम्ति करिब 1,03,750 किता चाहिँ यसले सामूहिक लगानी कोषलाई छुट्याएको थियो भने त्यसै गरी 62,250 किता चाहिँ सोही कम्पनीमा कार्यरत रहेको कर्मचारीहरूलाई छुट्याएर बाँकी रहेको नेपालमा रहेको जेनरल पब्लिकको निम्ति चाहिँ करिब 16,01,50,000 रुपियाँ मूल्य बराबरको करिब 16,01,500 किता चाहिँ यस कम्पनीले नेपालमा रहेको चाहिँ सर्वसाधारणको निम्ति चाहिँ आइपिओ निष्कासन गरेको थियो र जुन आइपिओमा चाहिँ करिब 1,71,050 लगानीकर्ताले चाहिँ यो कम्पनीमा चाहिँ 10 किता सेयर चाहिँ हात पार्नु भएको छ। करिब 1,71,650 लगानीकर्ताले यो कम्पनीमा चाहिँ 10 किता सेयर चाहिँ हात पार्नु भएको छ। र बुङ्गल हाइड्रो लिमिटेड कम्पनीको बारेमा चाहिँ जानकारी दिनुपर्दाखेरि चाहिँ यस बुङ्गल हाइड्रो लिमिटेड यो जलविद्युत क्षेत्रको कम्पनी रहेको छ। यस कम्पनीले चाहिँ माथिल्लो सानीघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जुन चाहिँ 10.70 मेगावाटको चाहिँ रहेको छ भनेको यसको चाहिँ बझाङ जिल्लामा रहेको छ। र यस कम्पनीको चाहिँ कुल लागत भनेको करिब 3,02,36,38,483 रुपियाँ रहेको छ भने प्रति मेगावाट लागत भनेको करिब 28,25,83,035 रुपियाँ रहेको छ र जसको साधारण फिर्ता भनेको 9.85 वर्षमा हुनेछ भने त्यसै गरी डिस्काउन्टमा आधारित भएर करिब 22.29 वर्षमा चाहिँ हुनेछ। र यस कम्पनीले चाहिँ हाम्रो नेपाल विद्युत प्राधिकरणसँग चाहिँ विद्युत बिक्री गर्ने चाहिँ सम्झौता चाहिँ गरेको छ। साथीहरू, बुङ्गल हाइड्रो पावर लिमिटेड कम्पनीको चाहिँ अब ओपनिङ रेन्ज कति हुनेछ त यो कम्पनीको चाहिँ भोलिपछि चाहिँ नेप्सीमा लिस्टेड भए पछाडि चाहिँ यस कम्पनीको ओपनिङ रेन्ज कति हुनेछ त भन्ने कुरा गर्नुपर्दाखेरि चाहिँ यस कम्पनीको नेटवर्कको आधारमा चाहिँ नेपालमा चाहिँ जहिले पनि ओपनिङ रेन्ज तोक्ने गरिन्छ र यो कम्पनीको ओपनिङ रेन्ज आर्थिक वर्ष 2080-81 को अनुसार चाहिँ यस कम्पनीको नेटवर्क चाहिँ करिब 100 रुपियाँ 88 पैसा रहेको छ। 100 रुपियाँ 88 पैसा भएको कारणले गर्दाखेरि यस कम्पनीको चाहिँ लिस्टेड पछाडि यसको ओपनिङ रेन्ज 100 रुपियाँ 88 पैसादेखि त्यसको 3 गुणाले हुन आउने करिब 202 रुपियाँसम्म चाहिँ यो कम्पनीको चाहिँ ओपनिङ रेन्ज हुनेछ र त्यसपछि चाहिँ त्यसमा 10% को चाहिँ पोजिटिभ सर्किट चाहिँ लाग्नेछ, करिब 30 रुपियाँ चाहिँ थपिँदै जानेछ। र त्यसै गरी यस कम्पनीको इपिएस प्रति सेयर आम्दानीको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ करिब 41 रुपियाँ 61 पैसा रहेको छ, जुन चाहिँ नेगेटिभमा रहेको छ। पोजिटिभमा होइन कि नेगेटिभमा चाहिँ 41 रुपियाँ 61 पैसा चाहिँ रहेको छ। अब कुरा गरौँ होइन यो कम्पनीको चाहिँ हाम्रो जुन लगानीकर्ताहरू रहेको छन् सो लगानीकर्ताहरूले चाहिँ यसको सेकेन्डरी मार्केटमा चाहिँ कति मूल्य प्राप्त गर्न सक्छन् त भन्ने कुरा गर्नुपर्दाखेरि चाहिँ हामीले मैले यसभन्दा अगाडिको धेरै भिडियोहरूमा चाहिँ भन्दै आएको छु। कुनै पनि कम्पनीको चाहिँ सेकेन्डरी मार्केटमा चाहिँ त्यसको मूल्य विभिन्न आधारमा चाहिँ तोकिने गर्दछ। पहिलो भनेको चाहिँ त्यो कुन सेक्टरको कम्पनी रहेको छ, दोस्रो चाहिँ त्यसको चाहिँ त्यो मिड क्यापको कम्पनी रहेको छ कि लार्ज क्यापको कम्पनी रहेको छ र त्यसै गरी चाहिँ लो क्यापको कम्पनी रहेको छ।
त्यसैगरी सो कम्पनीको चाहिँ वित्तीय अवस्थाहरू कस्तो रहेको छ, सो कम्पनीको चाहिँ अहिले वर्तमान वित्तीय अवस्थाहरू चाहिँ त्यसको इपिएस नेटवर्थ हेर्दाखेरि चाहिँ आदि कुराहरूले चाहिँ कुनै पनि कम्पनीको चाहिँ सेकेन्डरी मार्केटमा यसको मूल्य यतिसम्म पुग्न सक्ने भनेर चाहिँ हामीले सजिलैसँग चाहिँ यसभन्दा अगाडिका कम्पनीहरूको चाहिँ मूल्यको आधारमा चाहिँ यो कम्पनी यतिसम्म पुग्न सक्ने भनेर चाहिँ अनुमान गर्न चाहिँ सक्नेछौँ। त्यसरी चाहिँ यो कम्पनीको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ यो हाम्रो बुङ्गल हाइड्रो लिमिटेड कम्पनीको चाहिँ यो चाहिँ हाइड्रो पावर सेक्टर कम्पनी हो। तपाईँहरूलाई थाहा भएको कुरा हो, हाइड्रो पावर सेक्टर कम्पनीको चाहिँ बजारमा चाहिँ त्यति धेरै मूल्य पुग्दैन होइन, 600-700 रुपियाँसम्म चाहिँ मूल्य पुग्न सक्छ। र त्यसै गरी चाहिँ यस कम्पनीले करिब 29 लाख किता चाहिँ आइपिओ निष्कासन गरेको छ, जसमध्ये करिब 8,30,804 किता चाहिँ यसले जुन पब्लिकको निम्ति चाहिँ निष्कासन गरेको छ। पब्लिकको निम्ति निष्कासन गरेको जुन आइपिओ रहेको छ करिब 3 वर्षको लकिङ पिरियड हुने भएको कारणले गर्दा तत्कालको निम्ति बजारमा आउँदैन। त्यसै गरी म्युचुअल फन्डको कुरा गर्ने हो भने करिब 1,03,000 किता, यो पनि 6 महिनाको लकिङ पिरियड हुने गर्छ। र कर्मचारीहरूलाई छुट्टाएको 62,000 किता, त्यो पनि करिब 3 वर्षको लकिङ पिरियड हुने गर्छ भने बजारमा आउने भनेको करिब 20 लाख किता रहेको, जसलाई चाहिँ हामी लो मिड क्यापको कम्पनी भनेर चाहिँ बुझ्न सक्दछौँ। यस कारणले गर्दाखेरि चाहिँ यसको सेकेन्डरी मार्केटमा चाहिँ करिब 600-700 रुपियाँसम्म चाहिँ मूल्य पुग्न सक्ने सम्भावना रहेको छ। र यो कम्पनीले हामीलाई बोनस दिन सक्ने सम्भावना कतिको रहेको छ त भन्ने कुरा गर्नुपर्दाखेरि चाहिँ यस कम्पनीले तत्काल बोनस दिन सक्ने सम्भावना चाहिँ एकदम न्यून रहेको छ, किनकि यसको इपिएस हामीले प्रति सेयर आम्दानी नै हेर्ने हो भने चाहिँ करिब जम्मा 61, यसको 41 रुपियाँ चाहिँ माइनसमा रहेको छ। माइनसमा भएको कम्पनीले पक्कै पनि बोनस दिन चाहिँ एकदम गाह्रै पर्नेछ। त्यसको निम्ति तपाईँले यदि बोनस खान चाहनुहुन्छ भने चाहिँ तपाईँले केही वर्ष चाहिँ यसलाई वेट गर्नुपर्ने अवस्था रहेको छ। तत्काल चाहिँ यो कम्पनीले चाहिँ बोनस दिन सक्ने सम्भावना चाहिँ एकदम न्यून अवस्थामा नै रहेको छ भनेर चाहिँ हामीले बुझ्न सक्दछौँ। अब कुरा गरौँ यो कम्पनीको चाहिँ, अब हामीले यसलाई लङ टर्म रूपमा होल्ड गर्ने कि सर्ट टर्म रूपमा सेल गर्ने होइन, र यो कम्पनीको अधिकतम मात्रामा मूल्य हामीले सेकेन्डरी मार्केटमा कतिसम्म मूल्य लिन सक्लौँ भन्ने कुरा गर्नुपर्दाखेरि चाहिँ यो कम्पनीलाई चाहिँ तपाईँले यदि लङ टर्म रूपमा राख्न चाहनुहुन्छ भने लङ टर्म रूपमा राख्दा पनि ठिकै हुन्छ। तर हाइड्रो पावर सेक्टर कम्पनीहरूलाई चाहिँ प्रायः जस्तो चाहिँ धेरै जस्तो ट्रेडरहरूले चाहिँ ट्रेडिङको रूपमा चाहिँ युज गर्ने गर्दछन्। यसलाई चाहिँ विशेष गरी चाहिँ लङ टर्म इन्भेस्टमेन्टको रूपमा भन्दा पनि, त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँले यो कम्पनीलाई चाहिँ बुल मार्केटको निम्ति वेट गरेर चाहिँ बुल मार्केटको निम्ति मूल्य एकदम बढेको बेलामा पनि सेल गर्न सक्नुहुनेछ भने तत्कालै यदि मूल्य सर्ट टर्म रूपमा चाहिँ सेल गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ मूल्य बढेको बेलामा चाहिँ बेच्नु होला। म जहिले पनि भन्ने गर्दछु, यदि लगानी गर्दाहरूले चाहिँ कुनै पनि कम्पनीलाई चाहिँ यदि सेल गर्ने विचार गरिरहनु भएको छ भने चाहिँ तपाईँले चाहिँ जहिले पनि मूल्य चाहिँ पिकमा पुगेको बेलामा मात्र यस कम्पनीको चाहिँ तपाईँले चाहिँ बिक्री गर्नु होला, नत्र तपाईँलाई चाहिँ खासै त्यति मात्रामा चाहिँ फाइदा हुन सक्ने सम्भावना चाहिँ एकदम न्यून हुनेछ। किनकि धेरै जस्तो चाहिँ तपाईँको अहिले जुन हाइड्रो पावर सेक्टरको कम्पनीहरू हुन्छ, सेलिङ प्रेसर चाहिँ तपाईँको चाहिँ एकैचोटि चाहिँ पछि गएर आउने गर्छ। धेरै साथीहरूले चाहिँ यति पुग्छ उति पुग्छ भन्नुहुन्छ होइन, र लास्टमा बेच्ने बेलामा चाहिँ उहाँहरूले चाहिँ मिस गर्नुहुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ प्रत्येक दिनमा चाहिँ कति सेल आएको थियो, त्यो कम्पनीको चाहिँ सेलिङ प्रेसर कस्तो आएको थियो होइन, त्यसपछि बाइङ कति आएको थियो भन्दा बाइङ हेर्ने भन्दा पनि तपाईँको चाहिँ सेलिङ कति सेलरहरू आएको थियो र कति किताको चाहिँ सेल भएको थियो भन्ने चाहिँ एकदम महत्त्वपूर्ण चाहिँ हुने गर्दछ। त्यस कारणले गर्दाखेरि तपाईँले 200, 300, 1000, 1500सम्म पनि तपाईँको चाहिँ सेलिङ आयो भने तपाईँले डराउनु पर्ने स्थिति छैन। जब तपाईँको 3000, 3500, 4000 आउँछ त्यसपछि तपाईँले के बुझ्नु होला भन्दाखेरि चाहिँ अब चाहिँ मेरो बेच्ने बेला आयो भन्ने कुरो चाहिँ तपाईँले विचार गर्नुपर्ने हुन्छ। यदि तपाईँले 3000, 4000मा पनि बिक्री गर्नु भएन भने चाहिँ एकैचोटि चाहिँ तपाईँको चाहिँ 60,000, 70,000, 1 लाख, 2 लाख चाहिँ एकैचोटि सेलिङ प्रेसर आउँछ है। र त्यो बेलामा चाहिँ तपाईँको चाहिँ नेगेटिभ सर्किट लाग्ने होइन, लगातार मात्रामा नेगेटिभ सर्किट लाग्न पनि सक्ने सम्भावना चाहिँ हुने गर्छ। त्यस कारणले तपाईँलाई यदि बिक्री नै गर्नु छ भने चाहिँ एकदम पिक मूल्यमा पुगेको बेलामा चाहिँ बेच्नु होला होइन, जहाँ तपाईँको 3000, 3500सम्मको सेलिङ प्रेसर आएपछि अब मैले बेच्नुपर्छ भन्ने चाहिँ विचार गरेर चाहिँ सर्ट टर्ममा बेच्ने हो भने चाहिँ त्यतिखेर सही निर्णय लिनुभएको खण्डमा चाहिँ तपाईँले अधिकतम मात्रामा चाहिँ प्रफिट लिन सक्ने सम्भावना चाहिँ रहेको छ। साथीहरू, बुङ्गल हाइड्रो पावर लिमिटेड कम्पनीको चाहिँ हाम्रो डिम्याट खातामा कहिले आउनेछ र यसको कारोबार चाहिँ कहिले हुनेछ नेप्सेमा भन्ने कुरा चाहिँ तपाईँको मनमा यदि जिज्ञासा रहेको छ भने चाहिँ यो कम्पनी चाहिँ हाम्रो नेप्सेमा आउनको निम्ति तपाईँले चाहिँ तिहार कुर्नुपर्ने छ। यो अहिले हाम्रो तिहारभन्दा अगाडि आउन चाहिँ कुनै पनि
सम्भव छैन र यो कम्पनीको क्यापिटल हिमालयन क्यापिटलले जनाएअनुसार चाहिँ तिहारपछि मात्र यो कम्पनी चाहिँ हाम्रो डिम्याटमा आउनेछ र डिम्याटमा आइसकेपछि बल्ल चाहिँ तपाईँको चाहिँ नेप्सेमा चाहिँ लिस्टेड हुनेछ। त्यसको निम्ति तपाईँले एटलिस्ट तिहारसम्म चाहिँ कुर्नुपर्ने भएको छ साथीहरू। बुङ्गल हाइड्रो पावर लिमिटेड कम्पनीको चाहिँ तपाईँले कति किता राख्नु भएको छ र यसको मूल्य सेकेन्डरी मार्केटमा कतिसम्म पुग्न सक्ला अवश्य मात्र कमेन्ट गर्नुहोला। भिडियो हेरेर साथ दिनुभएको तपाईँलाई धेरै धेरै धन्यवाद चाहिँ रहेको छ।